किलोमिटर ahead. 5 किलोमिटर अगाडि छ त्यसो केटाहरू. हामी अब काफ्लेपाटी तल्लो फेदीबाट पाथिभरा माताको लागि दर्शन गर्न अब माथि लाग्दैछौँ. एकसाथ बजेर 5 मिनेटमा हामी उकालो चढ्दैछौँ. ल हाई गर जुनु. हाई. ल यस्तो मजाले बनाएको छ है तल्लो फेदीबाट माथि चढ्ने ठाउँमा चाहिँ लौरो सौरो लिएर हिँडेको छौँ. कस्तो राम्रो छ क्या यहाँ ठाउँ यार. ल हेर्नु त गुराँसमा ट्याक्क हिमाल. ओहो यस्तो स्वर्ग जस्तो ठाउँ. यसमा के लेखेको छ मुकुमलुङ युमा माङ युक्नाओ लामदाक सेवारो. ल हेर्नुहोस् गुराँस फुलेको कति राम्रो छ. हामीले कति थरीको कलर देख्न सकिरहेको छौँ यहाँ. वाइट पिङ्क रेड पनि छ उ त्यो टुप्पो टुप्पोमा. हो कस्तो राम्रो. अनि वाइट र पिङ्कको मिक्स पनि छ. लाइट येलोइस कलरको पनि छ. एकदम राम्रो छ. ल जाउँ एउटा फोटो खिचौँ न यहाँ. तिम्रो भिडियो निकालिदिन्छु नि. ल यता हेरेर मुस्काऊ. हामी अब यहाँबाट ऊ पल्लो डाँडा पुग्ने हो. ऊ पल्लो त्यो टावर भएको भन्दा पनि पल्लो डाँडा माथि हुनुहुन्छ देवी. त्यहाँ पुग्यो. यो फुङलिङ नगरपालिका नै पर्दो रहेछ. 10 यहाँसम्म है फुङलिङ नगरपालिका. ओहो 2 मिनट रेस्ट गरौँ अनि फेरि जाउँला. बलु डाँडा भन्दो रहेछ यसलाई है. हामी 2961 मिटर राम्रै हाइटमा आइसकेछौँ त. तर धेरै हाइट चढिसकेछौँ नि. 1000 छैन 3744 छैन त माताको हाइट. 3744 जस्तो लाग्थ्यो. ठिकै छ जति भए पनि 861 पनि छ नि त. 2961 यसमा 800 मिटर जति अब माथि चढ्नु पर्ने रहेछ. हामी पुग्ने डाँडो ऊ पल्लो डाँडो 6वटा गन्यौ पर्ख. ल भयो ल यो 6वटा. यो चक्लेट ल्याउ त बोक त एकचोटि. ऊ त्यो खोल न चक्लेट. त्यो त्यो झोला मलाई देऊ. यो झोला मलाई देऊ त. चक्लेट खोला 2टै प्याकेट. कति राम्रो छ ठाउँ है. फोटो पनि राम्रो आइरहेछ. भिडियो पनि भिडियो पनि राम्रो आइरहेछ क्या. खोल न चक्लेट मलाई खै त कस्तो खालको. एक्लै खाने यार. मेरो 2टै हात प्याक छ. ल धन्यवाद. यो हाजमला चक्लेट पनि 10 रुपियाँको 3टा आउने रहेछ कि. ढुवानी होला यहाँसम्म ल्याएको खर्च. हाम्रो तल विराटनगरमा 10वटा आउँछ यहाँ 3टा आउने रहेछ. साथीहरू जुत्ता चाहिँ कम्फर्टेबल लाएर आउनु होला है पाथिभरा दर्शन आउँदाखेरि. नभए चाहिँ यसै गरी जुत्ता फालेर खाली खुट्टा हिँड्नुपर्ने पनि हुनसक्छ. हिँड्न गाह्रो भएको अवस्था जस्तो छ. छैन
ल यो चाहिँ गुराँसे डाँडा हामी माथि पुग्यौँ 2 खुड्किलो माथि चढिसक्यौँ हिँड्दै हिँड्दै 3027 मिटर उचाइमा आइपुग्यौँ है। यहाँबाट 100 मिटर माथि चाहिँ ठुलो फेदी छ चिया त खाएर जाऊँ न कति नै बेर लाग्छ छिटो छिटो बनाउनु न दुध चिया खाऊँ 2टा दुधै खाऊँ कालो चिया त के खानु 15 भन्नाले चन्द्रमा भन्नुभएको ए हामी माथिल्लो फेदी आइपुग्यौँ ठ्याक्क 7 बजे निस्केको 8:15 बजे आइपुग्यो है त्यहाँ माथिल्लो फेदीमा सबै होटलहरूमा नम्बर दिएको रहेछ हामी 5 नम्बर होटल आइपुग्यौँ यहाँ आएर यहाँ कालो चिया चाहिँ सबै ठाउँ पाउँदो रहेछ आफूलाई चाहिँ दुध चिया खाने तल लाग्ने भएर 15 नम्बर होटलमा पाउँछ भन्दै दुध चिया खोज्दै हिँडेका छौँ ठुलो फेदीमा तीर्थालु भक्तजनमा हार्दिक अनुरोध ल पढौँ है साथीहरू पहिले पढ्यो भने यहाँ आउँदा सजिलो हुन्छ नो केबल कार भन्ने चाहिँ हामीले धेरै ठाउँमा देख्यौँ वास्तवमा यस्तो राम्रो ठाउँमा त केबल कार आवश्यक पनि छैन हो त यो हो त होटल नम्बर 15 होटल नम्बर कति हो यो होटल नम्बर तलको त 10 थियो 15 ल यहाँ लेखेको रहेछ यहाँ माथि छ ए ल यहाँ चाहिँ दुध चिया पाउँछ कि आश गरौँ को हुनुहुन्छ हुनुहुन्छ होला पसलमा को हुनुहुन्छ होटल नम्बर 15 मा को हुनुहुन्छ के रे दुध चिया छ दुध चिया 2 कप बनाइदिनु न दुध चिया गाइज मेरो फेभरेट कालो चिया खान सकिएन यहाँ माथि आएर पनि होटल नम्बर 15 खोज्दै भए पनि दुध चिया खाइयो मुख्य प्रवेशद्वार आइपुग्यौँ सानो पाथिभरा हुनुहुन्छ क्या र बहिनी पाथिभरा माताको मन्दिर त्यहाँनिर छ क्या र त्यो दर्शन गर्दै अनि जानुपर्छ ल अब हामी मुख्य द्वारबाट भित्र प्रवेश गरिसक्यौँ है पाथिभरा माताको दरबारतिर पाथिभरा माता यसरी बहिनी पाथिभरा माताबाट चाहिँ डोरी बाँधेर लगेको छ माथि मुख्य पाथिभरा मातासम्म है दिदी पाथिभरा मातासम्म भनौँ न बिस्तारै जानु राम्रोसँग जानु कस्तो राम्रो शान्त ठाउँ तर यो त साह्रै राम्रो जङ्गल पनि छ हो बाक्लो क्या प्रकृतिलाई नचलायो भने आफै कस्तो मजाले खेल्छ थाक्यौ खै माटो शक्ति पाउनुलाई हो क्या हो होइन मलाई ठिकै छ बिस्तारै बिस्तारै जाउँ न एउटै पेसमा केही फरक पर्दैन थोरै लगाइदेऊ ठाडो उकालो चाहिँ यही हो अब ठाडो उकालो चाहिँ हामी लगभग क्रस गर्न आँट्यौँ ऊ मेरी बुढी माथि पुगिसकिन् पानी टङ्कीनिर हात हल्लाइदेऊ एकचोटि अब माथि चाहिँ गएपछि यतिको ठाडो भन्दा नि अलि तेर्सै छ भन्ने सुनियो बिहानै आउने भक्तजनहरूलाई चाहिँ नि यहाँ आगो तापेर बस्ने व्यवस्था पनि रहेछ है मजाले आगो बाल्ने ट्याक्क चिसोमा आगो ताप्दै बस्ने अब चाहिँ त्यो हेर्नु त माथिबाट
छापेको रहेछ छानो माथिसम्म चढ्नलाई शीतल हुन्छ घाम अब पानी- चाहिँ पुग्न घाम पानी पुग्न भए पनि आँटियो भन्ने भान हुँदैछ है यहाँबाट ल हेर्नु ऊ त्यो बाटो हुँदै जाने हो हामी तलबाटै कस्तो राम्रो देखिन्छ ए वाउ यात्रुहरू यत्रो रुख लडाइसकेको रहेछ केबल कारको लागि लडाए जस्तै छ यत्रो रुखहरू यस्तो राम्रो ठाउँ हरेक ठाउँमा के केबल कार चाहिने होला हौ अचम्म जिन्दगीभरिमा एक दिन पनि भगवान्लाई दिन नसकिने त होइन नि त केबल कारै चाहिने हरेक ठाउँमा जिउलाई खतरान भयो खुट्टा गल्यो यो बाइकमा हिजोको 12 घन्टाको हिँडाइ त्यसपछि यहाँ माथि उकालो अरू त केही भएन जिउ चाहिँ साह्रै गल्यो खुट्टा चाहिँ ल हेर्नु कस्तो राम्रो फुल फुलेको छ डाँडैभरि पर्पल कलरको ल खतरान भयो बाइकमा 12 घन्टा अनि फेरि यता आउँदाखेरि त खुट्टा गल्दो रहेछ नि हौ जिउ खुट्टा ल है माथि फेदिको चाहिँ हामीलाई 4 घन्टाको समय लाग्यो माताको दरबार आइपुग्नलाई माताको दरबारको मेन गेट हामीले प्रवेश गरेको छौँ त्यस पछाडि यहाँ हेर्नु है कस्तो खालको दुवैपट्टि चाहिँ कस्तो मजाले घन्टीहरू झुन्ड्याइएको छ